हेलो एन्ड नमस्ते पुनः स्वागत छ हजुरहरूलाई आजको यस नयाँ भिडियोमा। आज कुरा गरौँ म्याच नम्बर 42 को जुन हुँदैछ रोयल च्यालेन्जर्स बेंगलुरु भर्सेस राजस्थान रोयल्स हो। दुई रोयल्स एन्काउन्टरको यो महाभिडन्तमा हामीले के एनालाइसिस गर्न सक्छौं त, हामीले भोलिको म्याचबाट के अपेक्षा गर्न सक्छौं त, आउनुहोस् त्यही विषयमा आज कुरा गरौँ। हामी रिभेन्ज विकमा प्रवेश गरिसकेका छौं। यो भन्दा अघिल्लो चोटी आरसीबीले आरआर को घरमा गएर म्याच जितेको थियो भने के आरआरले पनि अब आरसीबीमा आएर आफ्नो त्यो हारको बदला लिनेछ त? के आरसीबीले आफ्नो घरमा जितको खाता खोल्नेछ त? किनकि आरसीबीले अहिलेसम्म एउटा पनि गेम होममा जितेको छैन। होममा यदि जित्ने होइन भने आरसीबीलाई प्लेअफमा जान धेरै गाह्रो चाहिँ अवश्य हुन्छ, किनकि लगातार हारको हार बेहोरेको आरसीबीका क्राउडहरू अब उसको टिमबाट पक्कै पनि जितको आश चाहिँ अवश्य पनि गर्नेछन् भने आरआर को लागि सञ्जु स्यामसन छैनन्। यसपालि सञ्जु स्यामसन इन्जर्ड भएर अहिले बेंगलोरसँग ट्राभल गरेनन्। बेंगलोरसम्मको ट्राभल उनले नगरिसकेपछि अब रियान परागसँग क्याप्टेन्सी आउनेछ। रियान परागले क्याप्टेन्सी गर्दाखेरि उनीमा हामीले बेग्लै किसिमको प्रेसर देखेका थियौं। उनको आफ्नो पोटेन्शियल पनि निस्किएको थिएन। उसले आफूले गर्न सक्ने ब्याटिङ शैली पनि उनले राम्रोसँग दिन सकेका थिएनन् भने प्रेसरमा कसरी खेल्छन् त रियान पराग, त्यो पनि भोलिको गेममा निकै नै इन्ट्रेस्टिङ हुनेवाला छ। आरआर को लागि अहिले एउटा पोजिटिभ पोइन्ट चाहिँ अवश्य पनि भएको छ। 14 वर्षीय वैभव सूर्यवंशी उनले फर्स्ट गेममा यस्तो इम्प्रेसन फैलाएका छन् कि सबैजना उसका फ्यान भएका छन्। उनले त्यो आफ्नो फर्स्ट बलमै एक्स्ट्रा कभरमा त्यो हानेको 6 देखेर सबैजना चकित परेका थिए, किनकि आईपीएल जस्तो ठुलो प्रेसर हाई भोल्टेज गेममा उनी 14 वर्षको मान्छे आएर पहिलो गेममा नै शार्दुल ठाकुरलाई त्यो 6 हानेपछि उनीमा बेग्लै किसिमको कन्फिडेन्स चाहिँ अवश्य पनि आउनेछ र राहुल द्रविडलाई पनि उनीमा धेरै भरोसा छ, किनकि उनले त्यो नेट प्र्याक्टिस गर्दाखेरिको त्यो 6 उनसँग हानेको जुन क्यापेबल उनले देखेका थिए त्यो क्यापेबल देखेर नै उनले अहिले सञ्जु स्यामसनको ठाउँमा वैभव सूर्यवंशीलाई खेलाउने निर्णय गरेका छन् र त्यो निर्णय एकदमै सफल भने साबित भएको छ। आरसीबी र आरआर अहिले दुवैजना पोइन्ट्स टेबलमा धेरै फरक ठाउँमा छन्, किनभने आरसीबी यसपालि तेस्रो स्थानमा छ भने आरआर अहिले 8औं स्थानमा छ। 8औं स्थानमा रहेको आरआरलाई अबको गेम भने पक्कै पनि जित्नै पर्ने दबाब छ। यदि अबको गेम पनि उसले हार्यो भने प्लेअफमा उसले ठाउँ बनाउने छैन, किनकि प्लेअफको लागि अलरेडी 12 पोइन्ट 10 पोइन्ट लिएका धेरै टिमहरू छन् भने आरआर को लागि धेरै प्रेसर चाहिँ अवश्य पनि हुन्छ। आरसीबी र आरआर बीचमा अहिलेसम्म जम्मा 33 वटा गेम भएका छन्। 33 वटा गेम भएका मध्ये जम्मा 16 वटा गेममा आरसीबीले जितेर दबदबा भने अवश्य पनि कायम गरेको छ भने 14 वटा गेममा जित हासिल गरेको छ आरआरले भने अब आरसीबीलाई एकदमै ठुलो प्रेसर के हुन्छ भने उसले होममा गेम जितेको छैन। होममा गेम नजितिसकेपछि उसको मेन्टल्ली प्रेसर नै होममा गेम जित्नुपर्छ भन्ने हुन्छ। त्यसको फाइदा के आरआरले उठाउन सक्छ त? भोलि रियान परागलाई त्यो यङ आफ्नो टिमलाई लिड गरिरहेका छन्, निकै नै एकदमै एक्सपिरियन्स हुन्छ र आरसीबीको चिन्नस्वामीमा गएर जित्यो भने पक्कै पनि रियान परागलाई भने ठुलो सफलता हासिल भने अवश्य पनि हुनेछ। बेंगलुरुको चिन्नस्वामी स्टेडियम हामीले सबैलाई थाहा छ, किनकि ब्याटिङ पिच हो। 220 प्लस को स्कोर त्यहाँ सामान्य नै हो, किनकि एउटा ब्याट्सम्यान राम्रोसँग खेल्न सके भने उसले 100-120 रनको पारी मजाले खेल्न सक्छन्। 50-55 बलमा 100-110 रन 15 रन मजाले एकजना ब्याट्सम्यानले बनाउन सक्छन् भने अपोनेन्टलाई चेस गर्दा पनि एकदमै सजिलो हुन्छ, किनकि पछि ड्यू आउने चान्स पनि बढी हुन्छ। ड्यू आयो भने बलरहरूलाई बल गर्न गाह्रो हुन्छ, किनकि चिन्नस्वामीको बल यसै पनि ब्याटिङ पिच हो, स्पिनलाई खासै मद्दत हुँदैन। फास्ट बलरहरूले अलिअलि मद्दत त पाउँछन्, तर स्पिनरहरूले फ्ल्याट बल फाले भने चाहिँ अलिकति मद्दत मिल्ला, नत्र भने धेरै नै गाह्रो हुनेवाला छ। भोलिको म्याचमा वाच आउट प्लेयर को हुन्छन् त? आरसीबी को घरमा भएको कारणले भोलिको म्याचमा वाच आउट प्लेयरमा मैले राखेको छु विराट कोहली र रजत पाटीदारलाई भने बोलिङ तर्फ एस दयाल र जस हेजलवुडलाई भने आरआर को लागि मैले राखेको छु वैभव सूर्यवंशीलाई वाच टु आउट प्लेयर, किनकि 14 वर्षको त्यो केटा आरसीबी को घरमा गएर कसरी खेल्छन् त? किनकि आरसीबी का क्राउडले पनि यंगस्टरहरूलाई एकदमै साथ दिएको देखेका छौं हामीले। अपोनेन्टबाट खेले पनि उनीहरूले समर्थन गर्छन्। एकदमै क्लासिकल प्लेयर लाग्छ मलाई वैभव सूर्यवंशी, किनकि फर्स्ट बलमा 6 हाने पनि अरु बेलमा 1 रन 2 रन निकालेर आफ्नो एउटा स्ट्रङ इनिङ उनले देखाएका थिए भने आरआर को लागि अर्को एउटा वाच टु आउट प्लेयर हुन्छन् मेरो नजरमा जोफ्रा आर्चरले कसरी बल गर्छन् त? जोफ्रा आर्चर र आरसीबी का टप अर्डर ब्याट्सम्यान बीचको यो कन्टेस्ट हामीलाई एकदमै इन्ट्रेस्टिङ दिनेवाला छ, किनकि आर्चरले 76 रन खाएपछिको उनको
त्यो धार भने अहिले फरक परेको छ। एकदमै उनले आफ्नो धारमा परिवर्तन गरेका छन्, लेन्थमा परिवर्तन गरेका छन्, ब्याट्सम्यानको छातीबाट बल निकाल्छन्, कति बेला बाउन्सर हान्छन्, कति बेला यर्कर हान्छन्, एकदमै सही ठाउँमा बल फालेका छन् अहिले जोफ्रा आर्चरले। भोलिको म्याचमा पनि केही रोचक म्याचअपहरू पक्कै पनि हुँदैछन्। के हुँदैछन् भने विराट कोहली भर्सेस सन्दीप शर्मा। सन्दीप शर्माले विराट कोहलीलाई धेरैचोटि आउट गरेका छन्। कसरी खेल्छन् त विराट कोहली सन्दीप शर्मालाई? के एट्याकिङ नै खेल्छन् कि उनको बलमा केही हेरेर खेलेर अलिकति इनिङलाई बिल्ड गर्ने खोज्छन् कि कसरी खेल्छन् त? त्यो म्याचअप हामीलाई एकदमै मजा अवश्य दिनेवाला छ। र अर्को म्याचअप हुँदैछ जोफ्रा आर्चर भर्सेस साल्ट। दुवैजना इङ्ल्यान्डका प्लेयरहरू, दुवैजनालाई एकअर्काको स्ट्रङ पोइन्ट पनि थाहा छ, विकनेस पनि थाहा छ। कसरी गर्छन् त जोफ्रा आर्चरले साल्टलाई बल भने कुन चाहिँ रणनीति अपनाउँछ त्यो पनि हामीलाई हेर्न अवश्य पनि मजा आउँछ भने। अर्को हामीलाई म्याचअप हुँदैछ असरङ्गा भर्सेस आरसीबीका मिडल अर्डर ब्याट्सम्यान रजत पाटीदार, जितेश शर्मा, टिम डेभिड र मारियो शेफर्ड। कसरी खेल्छन् त असरङ्गालाई? किनकि असरङ्गाले आरसीबीसँग 2-3 वर्षको टाइम बिताएका छन्। आरसीबीको त्यो भित्रको गुत्थी उनलाई थाहा छ र चिन्नस्वामीसँग उनी एकदमै वाकेफ छन्। एकदमै प्रत्येक कुनालाई उनले राम्रोसँग चिन्छन्। फ्लाइटेड बल फाल्नुपर्छ कि कसरी बल गर्नुपर्छ भने असरङ्गालाई एकदमै राम्रोसँग थाहा छ। त्यो भएर भोलिको म्याचमा असरङ्गा र आरसीबीका मिडल अर्डर ब्याट्सम्यानहरू बीचको यो म्याचअप पनि एकदमै मजा आउनेवाला छ। दुई रोयल्स इन्काउन्टर बीचको यो महामुकाबलामा कसले बाजी मार्छ त? आउनुहोस् त्यो पनि प्रेडिक्सन गरौँ। मेरो नजरमा आरसीबी र आरआर बीचको यो भिडन्तमा आरसीबीले जित्नेछ र आफ्नो घर चिन्नस्वामीका दर्शकहरूलाई पहिलो जितको स्वाद चखाउनेछन् भन्ने कुरामा म विश्वस्त छु। हजुरहरूलाई के लाग्छ? कुन टिमले जित्छ? कृपया कमेन्ट गर्न नबिर्सनुहोला। कहाँबाट हेर्दै हुनुहुन्छ त्यो पनि कमेन्ट गर्न नबिर्सनुहोला। भने प्लेअफमा कुन टिम जान्छन् त? हजुरहरूलाई के लाग्छ त्यो पनि कमेन्ट गर्न नबिर्सनुहोला। नमस्ते, जय क्रिकेट।